के भयो त्यो मेरो भिजा आयो बाउ। भिजा राइस कसको भिजा राइस ए भिजा पासपोर्ट लगाएर त्यो विदेश जान्छु गरेर वाला भिजा आयो क्या मलेसिया कतार दुबई भनेर जान्छ नि हो त्यस्तो वाला भिजा आयो मेरो पनि अब बोरा बिस्तर बोकेर जाने बेला भयो। कहाँ विदेश जान्छस् त अनि म चाहिँ के गरौँ त यहाँ घरमा बसेर भाँडा कसले मस्काउँछ खाना कसले पकाउँछ के बिहान बेलुका म खाना पकाउँ त ए तेरो भाँडा मस्काउनु जन्मे आउमा मेरो भविष्य छैन अनि तेरो भविष्यको कारणले म आफ्नो भविष्य बिगारिदिउँ त्यही भएर तँलाई जन्माएको थियो मैले भन्न खोजेँ भाउ हेर्नु तपाईँको छोरा होइन विदेश गएपछि पैसा दर म कतार जान्ला हो हेर कतार फेरि माल पैसा होइन त्यहाँ गएर पैसा टन्न कमाउँछु तपाईँलाई पनि पठाइदिन्छु यसो बेला टुच्चा हान्नु यताउति हुन्छ होइन अनि मेरो पनि एउटा मायालु छ त्यसलाई पनि पाल्नु पर्यो भविष्य हेर्नुपर्छ छोरछोरा चुलुमुलु जन्माउनु पर्यो यताउति गर्नु पर्यो अनि तेरो भविष्यको चक्करमा म आफ्नो भविष्य बिगारिदिउँ मेरो अहिले पुरै अब तपाईँ मर्ने बेला भइसक्यो भुत्रको भविष्य मेरो अहिले पनि 4 वर्ष बचेको छ क्या डक्टरले भनेको छ 4 वर्ष अहिले बाँकी छ मेरो 4 वर्षमा भोलि त के गर्ने के मैले भन्न खोजेँ म विदेश गएर पैसा पठाउँछु होइन बाउ तपाईँलाई तपाईँ मालामाल भएर सुतेर खानु न के भएर म सुतेर खानु अनि यो भाडा चाहिँ कसले धुन्छ त सुतेर कसरी खानु के म घरमा एक्लै मान्छे सुतेर खाने चाहिँ कसरी के भाडा कसले धुन्छ खाना कसले पकाउँछ त्यो छिमेकी आन्टीलाई मतलब होस् त्यो पनि फेरि पट्याइला मार्न भन्नुहोस् कि अब तपाईँको भाडा धुने चक्करमा विदेश नजानु अब के गर्ने त कन्डिसनै त्यस्तो छ बाउले छोडेर जान्छस् त विदेश बाउ यहाँ के जिउँदै मरस् त त्यही भएर म तँलाई जन्माएको थिएँ कहाँ ठुलो भएपछि त विदेश जान्छस् म यहाँ के भाँडा धोएर बस्नु मेरो 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 मन गर्दैन सुतेर खानलाई कसरी सम्झाउने यार न एउटा गर्लफ्रेन्ड पनि त्यो बिना पैसा तपाईँ विदेश गर्न छोडिदिन्छु भन्थ्यो यार तपाईँ मिलाएर बुझ्दैन बाउ यार विदेश जानै पर्छ गर्लफ्रेन्ड पनि पहिला भाग्ने कुरा गर्दैछ यहाँ अनि के गर्ने बाउ गर्लफ्रेन्डको चक्करमा बाउलाई बिर्सिदिने त्यही भएर तँलाई म 3 फिट बस 3 फिट 4.5 इन्चको बनाएको थिएँ त्यही भएर यार अब के गर्ने त म नजाऊ विदेश भनेपछि क्यान्सिल भन्दे त्यो भिजाउने मान्छे छ नि तुन अघि के भने थिए तैँले हजुर अघि के भने थिइस् त त्यो भिजाएर आउँछ भनेर ए भिजा विदेशबाट ल्याऊ कस्तो अनपढ बाउको घरमा जन्मेछ त्यो छैन यार ठ्याक्कै मतलब सुन बाबु सुन बरु म होइन दुःख सुख भोगेर पीडा भोगेर कसरी हुन्छ होइन पिडाइ खाएर हुन्छ मेरो गर्लफ्रेन्डको आन्टी मिलाइदिन्छु हो खाना पकाउँछ बिहान बेलुका अब तपाईँ पठाउनु न कुरा म गरिदिन्छु नि त अनि त्यो मिलाएर गर्नु बिहान बेलुका बस्नु सँगै बस्नु अब त हड्डीमा जानै छैन पठाउनलाई अब पठाएर पनि के गर्ने हड्डी नै निल भइसक्यो हड्डीमा होइन मासुमा जानु ए मासुमा मिलाएर मतलब सिरिङ्ग भयो ठिकै छ के कुरो भन्न खोजा के हो भने